अनुसन्धानका अनुसार विश्वमा करिब प्रत्येक 31 देखि 45 सम्म बच्चा मध्ये एकजना ओटिजम स्पेक्ट्रममा हुन सक्छ। तर धेरै बच्चाहरूको पहिचान ढिलो हुन्छ किनभने सुरुवाती संकेतहरू सामान्य विकास भएको जस्तै देखिन सक्छ। नमस्ते नेपाल, मेरो नाम नुमा हो। पेशाले म एउटा नर्स हुँ र एउटा ओटिस्टिक बच्चाको आमा पनि। आउनुहोस् आज हामी ओटिजमका 6 वटा यस्ता संकेतहरूको जानकारी लियौं जुन धेरै अभिभावकहरूले वर्षौंसम्म थाहा पाउन सक्नुहुन्न। आजको मेरो यो भिडियो अलिकति लामो हुन जानेछ, तर मैले साझा गरेको यो भिडियो हरेक कुरामा अत्यन्त महत्वपूर्ण छ। यदि तपाई अभिभावक हुनुहुन्छ वा कुनै बच्चासँग जोडिनु भएको छ भने कृपया अन्तिमसम्म यो मेरो भिडियो हेरिदिनुहोला। सायद यही एउटा जानकारीले कसैको जीवनमा ठूलो फरक पार्न सक्छ। ओटिजमको पहिलो संकेत, आँखा त जुधाउँछ तर मन जोडिन सक्दैन। आँखा जुधाउनु मात्र पर्याप्त होइन। आफूलाई यी 3 प्रश्न पहिला सोधी हेर्नुहोस् आज। मेरो बच्चाले रमाइलो कुरा देख्दा के मलाई पनि उले देखाउन खोज्छ? मैले उसको नाम बोलाउँदा उले के फर्केर हेर्छ? तपाईले औंलाले देखाएको वस्तुतिर बच्चाले हेर्छ कि हेर्दैन, कि तपाईको औंला मात्रै हेर्छ? यदि व्यवहारहरू बारम्बार देखिदैन भने त्यसलाई व्यवस्था कृपया नगर्नुहोला। ओटिजममा मस्तिष्कले सामाजिक संकेतहरू फरक तरिकाले बुझ्न सक्छ। यस विषयमा मैले मेरो अघिल्लो भिडियोमा घरैमा बच्चाको नाम बोलाएर प्रतिक्रिया कसरी हेर्ने भन्ने मूल्याङ्कन विस्तारमा बताइसकेको छु। त्यसैले यहाँ फेरि दोहोराउनु कुनै जरुरी छैन। यदि तर तपाईले त्यो मेरो भिडियो हेर्नु भएको छैन भने कृपया पहिले त्यो मेरो भिडियो हेर्नुहोला। ओटिजमको दोस्रो संकेत, शब्द धेरै हुन्छ तर कुराकानी एकतर्फी मात्र हुन्छ। धेरै ओटिस्टिक बच्चाहरूको शब्द भण्डार निकै राम्रो हुन सक्छ। उनीहरूले बल, गाडी, जानवर वा आफूलाई मनपर्ने विषयबारे धेरै जानकारी दिन सक्छ। तर यदि तपाईले सोध्नुभयो जस्तै नानी बाबु आज स्कुल कस्तो भयो त, वा आज के गर्यो तिमीले भने उनीहरूलाई दुईतर्फी संवाद अघि बढाउन गाह्रो हुन सक्छ। ओटिस्टिक बच्चाहरूलाई अरूले विषय परिवर्तन गर्दा असहज महसुस हुन सक्छ। पालो कुर्नु पर्दा, अर्को व्यक्तिको कुरा सुन्नु पर्दा वा कुराकानीलाई दुवै तर्फबाट अघि बढाउन पनि उनीहरूलाई चुनौती हुन सक्छ। त्यस्तै मजाक, व्यङ्ग वा लुकेको अर्थ बुझ्न पनि उनीहरूलाई कहिलेकाहीँ कठिन हुन सक्छ। याद राख्नुहोस्, बोल्न सक्नु र सामाजिक रूपमा प्रभावकारी रूपमा संवाद गर्न सक्नु एउटै कुरा होइन। ओटिजममा मस्तिष्कले सामाजिक संकेतहरू जस्तै अनुहारको भाव, आवाजको उतार चढाव र शरीरको भाषा बुझ्न बढी मेहनत गर्नुपर्छ। अरूले के सोचिरहेको वा महसुस गरिरहेको छ भन्ने उनीहरूलाई अनुमान गर्न गाह्रो हुन सक्छ। आफूलाई मनपर्ने विषयमा ध्यान धेरै केन्द्रित हुने भएकोले त्यही विषयमा मात्र कुरा गर्न उनीहरूलाई मन लाग्न सक्छ। पालै पालो संवाद सञ्चालन गर्न धेरै मानसिक ऊर्जा उनीहरूलाई लाग्न सक्छ। तेस्रो संकेत, खेल छ तर खेल सधैँ एउटै हुन्छ। बच्चाले कारसँग त खेल्छ तर हरेक पटक के उसले कारलाई एउटै लाइनमा राख्छ, चक्का मात्र हेरिरहन्छ अथवा चक्का मात्र घुमाइरहन्छ? कसैले खेलको नियम परिवर्तन गरिदियो भने के ऊ धेरै रिसाउँछ, कराउँछ, चिच्चाउँछ? डाक्टर बिरामी, पसल वा गुडियासँग कल्पनात्मक खेल खेल्न उनले गाह्रो मान्छ? विशेषज्ञहरूले बच्चाले के खेल्छ भन्दा पनि उनले कसरी खेल्छ भन्ने कुरा धेरै ध्यानपूर्वक हेरिरहेको हुन्छ। ओटिस्टिक मस्तिष्कलाई पूर्वानुमान गर्न सकिने र नियमित तरिकाले सुरक्षित र सहज लाग्छ। एउटै खेल दोहोराउँदा उनीहरूले के हुने हो भन्ने थाहा हुन्छ, जसले उनीहरूलाई शान्त र नियन्त्रणमा भएको महसुस गराउँछ। त्यसैले यदि कसैले खेलौना सारिदियो, खेलको नियम बदलिदियो वा उनीहरूले बनाएको लाइन बिगारिदियो भने उनीहरूको मस्तिष्कले त्यसलाई अचानक आएको परिवर्तनको रूपमा लिन सक्छ। यो परिवर्तन स्वीकार्न उनीहरूलाई गाह्रो हुन सक्छ। त्यसैले उनीहरू रिसाउने, कराउने, चिच्याउने, धेरै तनावमा पनि आउन सक्छ। चौथो संकेत, जिद्दी होइन, सेन्सरी समस्या हुन सक्छ।
तपाईको बच्चाले कडा आवाजमा कान थुन्छ, कपडाको ट्याग सहन सक्दैन, केही निश्चित खाना मात्रै खान्छ, भीडभाडमा गएपछि ऊ रोइरहन्छ वा आत्तिन्छ। अनुसन्धानले देखाइएको छ कि धेरै ओटिस्टिक बाल बालिकामा कुनै न कुनै प्रकारको सेन्सरी प्रोसेसिङ फरकपन हुन्छ। त्यसैले कहिलेकाहीँ यो जिद्दी होइन, उसले संसारलाई फरक तरिकाले महसुस गरिरहेको हुन्छ। हामीलाई सामान्य लागेको आवाज, स्पर्श, गन्ध वा बत्ती उनीहरूलाई धेरै ठूलो, धेरै तीव्र वा कहिलेकाहीँ निकै कम महसुस हुन सक्छ। जस्तै विद्यालयको घण्टी हामीलाई सामान्य लाग्न सक्छ, तर ओटिस्टिक बच्चालाई त्यो कान दुख्ने गरी ठूलो आवाज जस्तो लाग्न सक्छ। कपडाको सानो ट्यागले पनि उनीहरूलाई धेरै असहज बनाउन सक्छ। केही बच्चाहरूले सामान्य गन्ध पनि निकै तीव्र रूपमा महसुस गर्न सक्छ। त्यसैले उनीहरू सामान सुँघ्न सक्छन् वा केही खानेकुराहरूको बनावट उनीहरूले सहन सक्दैनन्। पाँचौं संकेत, शरीरको समन्वय यानी कोअर्डिनेसन कमजोर देखिनु, जस्तै बटन लगाउन गाह्रो हुनु, जुत्ताको फित्ता बाँध्न नसक्नु, पेन्सिल समात्न कठिन मान्नु, बारम्बार ठोक्किनु। धेरै अभिभावकले यसले ध्यान दिँदैन वा अल्छी छ भनेर सोच्न सक्छन्, तर कहिले काहीँ मस्तिष्कले के गर्ने भन्ने बुझ्छ, तर कसरी गर्ने भन्ने योजना बनाउन कठिन हुन्छ। यही कारणले केही बच्चाहरू बारम्बार ठोकिन सक्छन्। छैटौं संकेत, स्कुलमा ठिक तर घर आएपछि फुटेर निस्किने। स्कुलले भन्छ स्कुलमा त सबै एकदमै राम्रो छ, तर घर पुगेपछि बच्चा रुन्छ, कराउँछ, चिच्चाउँछ वा एक्लै बस्न खोज्छ। किनभने दिनभर उसले आफूलाई नियन्त्रण गरेर राखेको हुन्छ। कल्पना गर्नुहोस्, तपाईले पूरा दिन आफूलाई रोक्नु पर्यो भने, आफ्नो असहजता कसैलाई देखाउनु मिलेन, सबै कुरा सहेर बस्नु पर्यो। घर पुगेपछि तपाईलाई पनि आराम गर्न त मनपर्छ, हैन? ओटिस्टिक बच्चाहरूको लागि पनि घर त्यही सुरक्षित ठाउँ हो जहाँ उसले दिनभर थामेर राखेका भावनाहरू बाहिर निकाल्न सक्यो। यो सधैँ खराब बानी होइन, कहिलेकाहीँ यो केवल म धेरै थाकिसकेको छु भन्ने संकेत हो। त्यसैले यदि शिक्षकले स्कुलमा त सबै ठिक छ भन्नुभयो तर घरमा तपाईले फरक व्यवहार देख्नुभयो भने आफ्नो अनुभवलाई व्यवस्था नगर्नुहोस्। बच्चालाई सबैभन्दा नजिकबाट देख्ने व्यक्ति प्राय अभिभावक नै हुन्छ। घरमा देख्ने व्यवहार पनि मूल्याङ्कनको महत्वपूर्ण हिस्सा हो। यी मध्ये कुनै एउटा संकेत देखियो भने मात्र बच्चालाई ओटिजम छ भन्ने निष्कर्ष निकाल्न हुँदैन, तर यदि यस्ता संकेतहरू बारम्बार देखिन्छन् र दैनिक जीवनमा असर पारिरहेको छ भने एकपटक बाल विकास विशेषज्ञसँग परामर्श गर्न सल्लाह दिन्छु, किनकि समयमै आवश्यक सहयोगले बच्चाको भविष्यमा ठूलो फरक पार्न सक्छ। यदि यो भिडियोले एउटा परिवारलाई पनि सही समयमै सही जानकारी दिन सक्यो भने मेरो उद्देश्य पूरा हुनेछ। यो भिडियो अरू अभिभावकसम्म पनि पुग्ने गरी शेयर गरिदिनुहोस्। जय नेपाल।